भाई मानते हैं कि हजरत मोहम्मद मुस्तफ़ा साहब जो है अल्लाह के रसूल हैं। कुरान स्क्रिप्चर पूरी किताब के अंदर 6336 आयतों के अंदर कहीं भी क्लियरली ये नहीं कहता कि मोहम्मद अल्लाह के रसूल हैं जिन पर कुरान नाजिल किया गया। पूरी किताब में कहीं नहीं कहता। अगर कोई ये साबित कर दे मुझे स्क्रिप्चर से कि मोहम्मद अल्लाह के रसूल हैं तो मैं इस्लाम कबूल कर लूंगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम। कुरान मजीद सूरा मोहम्मद सूरा नंबर 47 आयत नंबर 2 बिमा नुज़्जिला अला मुहम्मदिन वल हक्कु मिर रब्बिहिम। यो आयतमा के भनिएको छ, तिनको लागि जसले इमान ल्याउँछन्, राम्रो काम गर्छन् अनि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि जे उतारिएको छ त्यसमा विश्वास गर्छन्। कुरान मजीद सूरा आली इमरान सूरा नंबर 3 आयत नंबर 144 144 वमा मुहम्मदुन इल्ला रसूलुन। यो मैले चाहिँ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको नाम भएको उसलाई हाइलाइट गरेँ हैन। यसमा के भनिएको छ, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहको रसूल मात्र हुनुहुन्छ। उहाँ भन्दा पहिले पनि अरू रसूल गुज्रिसक्नु भयो। त्यस्तै सूरा अहजाब सूरा नंबर 33 आयत नंबर 40 माकान मुहम्मदुन अबा अहदिम मिर रिजालिकुम वलाकि रसूलुल्लाहि व खातमुन नबी। मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम तिमी मर्दहरूमध्ये कसैको पिता हुनुहुन्न, बल्कि अल्लाहको रसूल अनि सील अफ प्रोफेट खातमुन नबी हुनुहुन्छ। अल फतह सूरा नंबर 48 आयत नंबर 29 मुहम्मदुर रसूलुल्लाहि। यो आयतको सुरुमै के भनिएको छ, मुहम्मद अल्लाहको रसूल हुनुहुन्छ सल्लल्लाहु अलैहि वसल्लम। ल यसले एक ठाउँबाट कुरानमा कुनै पनि एक ठाउँबाट भनेको थियो, एक होइन 4 ठाउँबाट कुरान मजिदमा यसको च्यालेन्जको जवाब छ है। के यसले फेरि इस्लाम कबुल गरे त, कि फेरि मुस्लिम बनिसक्यो त? यो चस्मा सर्ट प्यान्ट लगाएर यसरी कन्फमा कोही जान्ने सुन्ने विद्वान र सच्चा हुँदैन है साथीहरू। यस्ता ढोंगी फर्जी जसले कुरान अनि दिने इस्लाम बुझेकै छैन है, यस्ताले असली इस्लाम जानेका छन्, गएर तिनको भिडियो हेर, अथवा यिनीहरूले चाहिँ असली इस्लामको बारेमा बुझाउँछन् भन्नेहरूले है, तपाईहरु आफ्नो चेतनाको स्तर चाहिँ के होला भनेर जाँच्नु होला है एकचोटि है। गधा घोडा खच्चर जेसुकै जोसुकै होस्, बस इस्लामको बारेमा नराम्रो बोलिदियो कि शिरमा चढाएर गुरु मान्नेहरू बेल होसमा आउनु होला कि यिनले जति पनि भ्रम इस्लामको बारेमा फैलाएका छन् ती कतिको सत्य होलान् भनेर है। इस्लाम बुझ्ने नै भए अथवा कुनै पनि धर्म बुझ्ने भए त्यही धर्म जानेका मान्छे मानेका मान्छेहरूसँग बुझ्ने गर्नु होला है, कुनै पनि धर्म है। किनभने लगभग सबै धर्महरू चाहिँ छोडेको मान्छेहरू छन्, केही भेटिन्छन् है छोडेको दावा गर्नेहरू हैन। अब यदि कुनै त्यो खास धर्मको बारेमा बुझ्नु छ भने, चाहे त्यो जुनसुकै धर्मको होस् है, बुझ्नु छ भनेदेखि त्यो धर्म जानेका र त्यो धर्म मानिराखेकाहरूसँग बुझ्दाखेरि चाहिँ राम्रो हुन्छ है। छोडेकाहरूले चाहिँ असली त्यो धर्म बुझाएको हुन् भनेर भन्दाखेरि है के हुँदो रहेछ भन्ने कुरा चाहिँ यहाँ बुझ्नुभयो है। यदि सत्य जान्न मन छ भने है, अब हाम्रो चाहिँ मुस्लिम युवाहरू पनि है बुझ्नु होला है यो कस्तो खालको प्रवृत्ति राखेको छ हैन। अब यसलाई चाहिँ रोक्न अथवा यसको विरुद्धमा चाहिँ बोल्न सक्नु हुँदैन भने है, यी फर्जीहरूको विरुद्ध जसले इस्लाम धर्मको बारेमा चाहिँ खराब कुराहरू खोजेर फर्जी खराब कुराहरू बनाएर जुन खालको चाहिँ षड्यन्त्र गरेर चाहिँ इस्लाम धर्मलाई बदनाम गरेर हाम्रो जुन सौहार्दता छ त्यो बिगार्ने, त्यसलाई खलल पुर्याउने चाहिँ काम गरिराखेको छन् नि हैन। तिनीहरूलाई रोक्न, तिनीहरूको विरुद्ध बोल्न सक्नु भने कमसेकम सावधान हुनु होला र बुझ्नु होला है कस्तो खालको षड्यन्त्र चलिरहेको छ भनेर। अनि हाम्रो नन मुस्लिम साथीहरू पनि बुझ्नु होला कि यिनीहरूले जुन कुराहरू गरेर चाहिँ तपाईहरुलाई भड्काउँछन् नि हैन है, सत्य चाहिँ यिनीहरू बोलेको रहेछन् कि सत्य को बोलेको रहेछ भन्ने कुरा पनि बुझ्नु होला है। ल यही नै हो, फलोअप गर्दै राख्नु होला। ल हस्त अस्सलामु अलैकुम, धन्यवाद, जय नेपाल।